भाइ सबैजना हो हट एन्ड सेक्सी गर्ल्स Happy birthday to you. नमस्ते सबैजनालाई तपाईलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। आई होप तपाईहरु सबैजना राम्रै हुनुहुन्छ होला भन्ने। आज चाहिँ 3 मे सबैलाई थाहा नै छ होला, तर आज मेरो लागि चाहिँ स्पेशल डे हो किनकि आज चाहिँ मेरो बर्थडे, मेरो जन्मदिन हो। सबैजनाले विश गरिदिनुस् होला कमेन्ट सेक्सनमा हैन, अनि धेरै आशीर्वाद पनि दिनुहोस्। सो आज चाहिँ मेरो स्पेशल डेमा चाहिँ मैले सानो त्यस्तो ठुलो त हैन खासै, तर सानो प्लान गरेको छु बाहिर जानुको लागि। त्यस्तो घाम छ, गरम छ हैन, तर पनि मेरो साथीहरुसँग चाहिँ मैले बाहिर सानोतिनो हल्का रमाइलो गर्नुको लागि सोचिरहेको छु, त्यही भएर बाहिर घुम्न जानु आँटेको हैन। अनि म चाहिँ यहाँ रेडी भएर बसिरहेको छु, हेर्न सक्नुहुन्छ हैन, ड्रेस लगाएर बाहिर जानुको लागि। बाहिर चाहिँ यति घाम छ हैन। स्टे ट्युन। ओके गाइस, सो म चाहिँ मेरो साथीहरु भएकोमा आएको छु हैन। हाई गरिदिऊ एभ्रीवन। मलाई यसले चाहिँ मलाई बर्थडे विश पनि गरेको छैन हेर त। थ्यांक यू। टङ्गै दियो। यहाँनिर चाहिँ छ 2 जना गइसक्यो उता हो। अब चाहिँ हामी जाने। ल ल ओके लेट्स गो। ओइ 2 जना साथीहरु हराएको छ। ओइ कता गयो? कहाँ गयो त? यो पटे कलेज स्कुटी कुदाउँदैछ। मेरो पार्टनरहरु चाहिँ अब चाहिँ भेला भए सबैजना हो। What? पाण्डा म मात्रै रहेछ नपाण्डा चाहिँ। ओके गाइस, सो अब चाहिँ म कोल्ड ड्रिङ्क लिनुका जाँदैछु हैन। हामी चाहिँ यहाँबाट सो कति हो यसलाई? कसरी गोटा हो? 1 2 3 भुटानको छ नि है। हुन्छ, थ्यांक यू। पांडा इधर देखो, देखो 3 पांडा इधर है और दो पांडा लेना। ओके गाइस, अब चाहिँ हामी फाइनली आइसक्यौँ यहाँनिर। यहाँ चाहिँ हाम्रो ग्याङहरू यहाँ चाहिँ सबै वाइट वाइट भएर आएको छ। परिहरू म मात्र ब्ल्याक भएछ हो। खोइ सामान त पनि निकाल्यो। ए पैसा यहाँनिर। अब चाहिँ जानुपर्छ। यहाँ चाहिँ मेरो केक छ हो। अन्त यहाँको नजारा चाहिँ हेर्न सक्नुहुन्छ, यस्तो छ। आमा गर्ल्सहरू यहाँनिर हट एन्ड सेक्सी गर्ल्सहरू हेर्न सक्नुहुन्छ तपाईहरु। ब्ल्याक एन्ड व्हाइट गर्ल्सहरू। थ्यांक यू। Oh my god. Yes, please सबले गरिदिनु। लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला। रेडी भइछ नि? ओके, अब चाहिँ हामी एन्ट्री गर्न आँटेको छौँ यहाँबाट हैन। एन्ट्री गर्दैछ पार्क भित्र। ओ यहाँ सजिलो थियो त, नि यहाँबाट छिरेको भयो थियो त हैन, खोलेको रहेछ। यो तपाईहरुलाई चाहिँ म यहाँको नजारा देखाउँछु यहाँबाट हैन। माथिबाट चाहिँ यस्तो देख्छ, यस्तो सेटिस देख्छ, हेर्नुस्। यो व्हाइट मा
the girl. अब चाहिँ हाम्रो एन्ट्री हुँदैछ यहाँ भित्र हो केक चाहिँ काटौँ न त पहिला केक काट्ने हो हाम्रो केक चाहिँ निक्लिरहेको छ यहाँनिर गाइस केक चाहिँ यहाँनिर छ धन्न मेल्ट भएन रहेछ हो यस्तो गरममा मेरो बहिनीले अब चाहिँ हामी यहाँनिर केक कटिङ गर्ने होइन यहाँ चाहिँ साथीहरू बसिरहेछ ऊ उता रेडी हुँदैछ कता यहाँ चाहिँ हामीले केक काटिसक्यौँ होइन यो हाम्रो केक चाहिँ यस्तो थियो हामी त भिडियो पनि राम्रोसँग गर्नु पाएन अन्त यहाँ चाहिँ सबले केक खाँदैछ ल यहाँ चाहिँ मेरो साथीले पुस्ने काम चाहिँ गरिहाल्छ केक दिइहाल लो 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 अङ्कलले पहिला जुस खाने अरे ए केक चाहिँ राख आयो ओ आइसा तँलाई त खतरा पार्नै जस्तो देख्छ त पछाडि ठिकै छ त छिर्ने जग्गा चाहिँ खतरा रहेछ हो आया मम्मी यहाँ चाहिँ भिडियो बनाउने प्र्याक्टिस हुँदैछ केटीहरू डिस्कस हुँदैछ अब गर्दैन उ यतिकै बस्छ हैन उ आउँछ किन गर्दिन म चाहिँ कसैलाई नगर्नु म लास्टमा आउँछु म बर्थडे गर्ल हो नि त लास्टमा होइन एक्स्ट्रा देख्छ नि त ड्रेस एक्स्ट्रा देख्छ नि त लास्टमा प्रेसर नपर्नु ल टाउकोमा भरे थिचेर सबले म त घरै जानु सकेन भने होइन म चाहिँ लास्टमा आउँछु तिमीहरू फर्स्ट फर्स्ट आउनु म लास्टमा आउँछु ल मेरो यत्रो अनुहार छ नि त देख्दैन फेरि ल ल ल चलो चलो पोजिसन मिलाएको कता कता बस्नु पुरा हालत भिडियो बनाएर यहाँनिर यहाँ चाहिँ भिडियो हुँदैछ हाम्रो साथीहरूको म त डिस्टर्ब गर्दिनँ हाम्रो सामानहरू खानु ल्याएको सामान चाहिँ हामीले यहाँ भिडियो बनाउनेको चक्करमा खानु पाएन यो मेरो फोटोहरू ल गाइस हामी चाहिँ एकदम थाके भिडियो बनाएर यहाँनिर पानी पनि शेष भएछ जानु नाच्नु हल्का हल्लिनु जानु हल्लिनु मात्रै जानु हल्लिनु मात्रै यहाँ ऊ कोही चाहिँ यहाँ खिचाएर बिरालोसँग खिचेर जानु तपाईँ पनि मेरो चाहिँ ओके गाइस अब चाहिँ हामी फर्केको हैन
हामी चाहिँ एक्जिट भएको अब यहाँबाट बाई बाई जिन्दगीको गोरेटोमा आज हपारी भयो ए बिचरा ए अन्त एक्सर्साइज चाहिँ खतरनाक भयो गाइस। अब चाहिँ हामी यहाँनिर साथीको घर आएको छौँ किनकि त्यहाँ चाहिँ यति गरम थियो होइन हामीले त्यहाँ बसेर खानै सकेन त्यही भएर हामी घरमा आएर हामीले चाहिँ खाने प्लान गऱ्यौँ होइन। कता बसिरहेको छ आमा थाकेर कस्तो थाक्यो छ्या त्यो सेन्टरले गर्दा होला। त्यो चाहिँ हाम्रो पानीपुरी गाइस होइन मोमो चाहिँ वहाँनिर छ रेडी गर्दैछ हाम्रो दिदीले। नुन बेसी नहाल्नु मलाई चाहिँ पुरा चर्को लाग्छ नि। म पनि चर्को खानु सक्दिनँ पानीपुरीमा। के छ पानीपुरी चाहिँ रस चुलेर चाहिँ गयो 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 चाहिँ हो रहेछ अन्त अब गएर आएला जानु मन हो गयो भने नखा अरे हौ त्यसलाई। तर्कुला चाहिँ पेल्सिन्छ होला हौ भगवान् है यसले पुरा तर्कुला पेल्छ। चाहिँ हाम्रो पानीपुरी रेडी हुँदैछ खानुलाई हो टकटक पार्दै राख्दै सब हाल्दै राखिदिएको छ अरे। गाइस हाम्रो चाहिँ यहाँनिर पानीपुरी मोमो कोल्ड ड्रिङ्क रेडी छ। चेस ये खाऊ 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 अब चाहिँ मोमो खानुपर्छ। पानी हालेको छैन पानी हालेर राख्यो भने त सबै होइन पानी हाल्ने छैन भन्छु चोप्लियो हाल्यो स्टार्ट गरे मिठो हौ अन्त त बिराउनु बिराउनु त ओके गाइस। सो अब चाहिँ हाम्रो पार्टी पनि सक्यो होइन अब चाहिँ म घर जाने अन्त गाइस बाई बाई गरिदियो सबैजनाले। पार्टी कस्तो लाग्यो त सबैलाई कस्तो लाग्यो आजको दिन सब्सक्राइब त्यस्तो प्लिज सब्सक्राइब गरिदिनुहोस् होला। ओके बाई बाई अब चाहिँ म घर गएको ओके छ त ओके ओके गाइस। सो म चाहिँ घरमा आइपुगेँ होइन एकदम घाम थियो एकदम घाम होइन प्लस मेरो भिडियो पक्रिदिने मान्छे पनि थिएन त्यही भएर मैले भिडियो नगरी आइपुगेँ। त्योसँग बर्थडे मनाइसक्यो होइन हजुरआमालाई केक ल्याइदिएको थिएँ अनि हजुरआमाले चाहिँ अब टिका लाउनु त हुँदैन हाम्रो खस्नु भएको छ मान्छे होइन अनि आमाले चाहिँ केकको टिका लगाइदिन्छु भन्नुहुँदैछ हो टिका लगाइदिएको अरे केकको कहाँ ह्याप्पी बर्थडे भनेको ह्याप्पी बर्थडे के अरे ह्याप्पी बर्थडे टु यु। तपाईँलाई भिडियो कस्तो लाग्यो होइन मन पर्यो भने प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला।